के छ सुभाष दाई? एकदम ठिक यानी कि सुभाष सर जो चलिरहेको चलिरहेछ। अब यहाँ हाम्रो अब जोस कामको चाहिँ हाम्रो जोस अहिले अन्तिम चरणमा पुगिरहेको छ। अब बाहिर काम सकेर अब हाम्रो भित्र कामहरू बाँकी छ। यो काम चाहिँ हामीले एकछिनपछि अब जोस बेलुका हाम्रो चाँडै सकिन्छ। गीत त बबाल बनाउनु भएको छ नि जोस अब पछिल्लो समय भनौँ न अहिले अब निकै अब डिजे खाली गइरहेको छ। खै अब हेरौँ के कस्तो हुन्छ है। जस तपाईँ गीत राम्रो छ, चल्छ मजाले होइन। अब तपाईँ हामीले गर्नु भएको छ होइन। यसो कुरो तपाईँ हामीले अब राम्रो भनेर भएन, यो अब बजारमा के कस्तो अनि मलाई त लाग्छ यो बजारमा अहिले धुबराना भन्दा धेरै चर्चितमा आएको छ भन्ने सुनेको थिएँ। त्यो होइन होला होइन, मैले सुने अनुसार चाहिँ तपाईँ धेरै चर्चामा आउनुभएको छ, गीतहरू पनि त्यस्तै राम्रो राम्रो गरिरहनु भएको छ अरे। त्यसो गरिरहेको छ भन्नु पऱ्यो, ढिलै भयो भने जीवस निरन्तर ठिक छ, गर्दै जानुहोस् होइन। सबैलाई मजाले मिल्छ। अब तपाईँ एकदम चलेको गायक हुनुहुन्छ होइन। कहाँ चल्नु त होइन? अब त्यही त अब गरिरहेको छ, स्ट्रगल गरिरहेको यो लोकेसन चाहिँ हाम्रो कहाँ अरे? यो हाम्रो बानेश्वर युएन पार्क। युएन पार्क है। आज चाहिँ बिहानदेखिको अहिलेसम्म तपाईँ युएन पार्ककै सुट छ कि अरू पनि छ? त्यही युएन पार्कै हो सर। बिहान तपाईँले पानीले सघायो है। मौसमले अलिकति साथ दिएन होइन। ठिकै छ, जस राम्रो काम सकिन्छ आज। जोस् काम राम्रो सुसम्पन्न हुन्छ भन्ने मलाई चाहिँ विश्वास छ। आधी पर्सेन्ट चाहिँ हाम्रो काम भएको छ ल, 90% भएको अब थोरै चाहिँ त्यो। अनि हाम्रो उहाँमा चाहिँ एकजना मोडल गर्नुहुन्छ होइन। यही भिडियोमा प्ले गर्नुहुन्छ है। के सर कस्तो भइरहेको छ काम? अनि आज कति बिजी हुनुहुन्छ? अलिअलि अब भन्नाले पानीले बिहानदेखि नै हाम्रो सुरु भइरहेको थियो होइन। बिहानदेखि नै काम कस्तो लागिरहेको छ तपाईँलाई? रमाइलो लागिरहेको के तपाईँको कतिवटा म्युजिक भिडियो भयो? पहिलो गर्छु डेब्यु गर्दै हुनुहुन्छ होइन। कस्तो लागिरहेको छ? रमाइलो लागिरहेको तपाईँलाई? ठिकै छ, धन्यवाद।